हेलो हेलो गाइज, हेर्नु न मेरा चेला चेली राति 10 बजे खाना खान्छन् कुकरमा। तै पनि मान्छे सुतेर पनि उठिसके, एक निन्द्रा पुरा गरिसके मान्छेले। राति 10 बजेतिर खाना खान्छन्। यिनीहरूको टाइम हुँदैन, खाना खाने टाइम किन हुँदैन त? हामी पढ्यो, खाना पकायो, त्यसरी टाइम होइन। खाने पनि मन थिएन, भोक लागेको थिएन, पढ्दा पढ्दै अहिले झ्याउ लागिसकेको थियो खाना खान। पछि अहिले खाएको भोक लागेर। मलाई थाहा चिउनी आइसक्यो यिनीहरूको कुरा सुनेर। यिनीहरूलाई साँच्चै पढेर त होइन होला, होइन केही न केही अरू नै होला, होइन। अहिले खाना खाने, 10 बजे खाना खाने। होइन ल, हो कि होइन? के हो ल, बोल त ल, भन्। यस्ता छन्। खान नसकेर यस्तो हालत भइसक्यो यसको। अहिले त खेलाउन लागिसक्यो खाना। ल त गाइज, बाई बाई।